रूपन्देहीमा क्रियाशील इनर व्हील क्लबहरूले संयुक्त रूपमा सर्भाइकल क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गरेका छन्। महिलाहरूको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै बुटवलमा सो क्याम्प सञ्चालन गरिएको हो। बुटवल 9 मा रहेको लुम्बिनी पाठशालामा इनर व्हील क्लब अफ मिड टाउन बुटवल, इनर व्हील क्लब अफ तिलोत्तमा र इनर व्हील क्लब अफ बुटवल जितगढीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक्ट 350 का डिस्ट्रिक्ट चेयरम्यान आशा श्रेष्ठले इनर व्हील क्लब सदैव सामाजिक र मानवीय काममा क्रियाशील क्लब रहेको बताउनुभयो। प्रमुख अतिथि श्रेष्ठले महिला र बालबालिकाको क्षेत्रमा अझ बढी अग्रसर हुन सुझाव दिनुभयो। क्याम्पमा 150 जनाको पाठेघर चेक जाँच गरिएको थियो भने जसमा 6 जनालाई संक्रमण भेटिएको कार्यक्रम संयोजक इनर व्हील क्लब अफ मिड टाउन बुटवलका पूर्व अध्यक्ष साथै लुम्बिनी पाठशालाका प्राचार्य सरस्वती ढुङ्गानाले जानकारी दिनुभयो। कार्यक्रममा इनर व्हील क्लब अफ तिलोत्तमाका अध्यक्ष सीता चालिसे, इनर व्हील क्लब अफ बुटवल जितगढीका अध्यक्ष दिलकुमारी भट्टराई, इनर व्हील क्लब अफ बुटवल जितगढीका संस्थापक अध्यक्ष उमा अर्याल लगायतले बोल्नु भएको थियो। क्याम्पमा महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर ईशा शर्माले महिलाहरूको पाठेघरको जाँच गर्नुभएको थियो। परिवार नियोजन संघका सिनियर स्टाफ नर्स सुषमा श्रेष्ठ, स्टाफ नर्स रेखा चौधरी, सृजना श्रेष्ठ, प्रमिला धामी सहयोगीको रूपमा रहनु भएको थियो। शिविरमा महेन्द्र बुढा प्रीतिले सुगरको जाँच गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी पाठशालाका अध्यक्ष नीलकण्ठ पङ्गेनी साथै समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, कल्पना पाण्डे, गीता खनाल, तृष्णा श्रेष्ठ, प्रभा अर्याल, कविता परियार, जमुना श्रेष्ठ, शिवा राणा र सुशीला आचार्यले व्यवस्थापनमा सहयोग गर्नुभएको थियो। सौजन्यकर्ताहरू कार्यक्रम संयोजक सरस्वती ढुङ्गानाले नगद रकम सहयोग, क्युरिक्स फार्मास्युटिकल्स प्राइभेट लिमिटेडका एरिया म्यानेजर टंक बन्जाडे, सापकोटा फार्मेसीका सुशीला आचार्य र सरस्वती ढुङ्गानाले औषधिको सौजन्य गर्नुभएको थियो। इनर व्हील क्लब अफ मिड टाउन बुटवलका अध्यक्ष राधिका रिजालको अध्यक्षता रहेको कार्यक्रममा सरस्वती ढुङ्गानाको स्वागत र रिता लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।